ब्लकबस्टर फिल्म जारी फेम्ड निर्देशक हुने फिल्मको सार्वजनिक टिजरमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानलाई देखाइएको छ। सार्वजनिक फिल्मको 2 मिनेट 15 सेकेन्ड लामो टिजरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गरिएको छ। नेवार पत्नी मेनुका प्रधानसँग विवाह गरेका बाजे प्रवीण खतिवडा र लिम्बुनी मिरुना मगर छिमेकीका रहेको टिजरले जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको देख्न सकिन्छ। यस्तै टिजरमा झोला बोकेर भौतारी रहेको दयालाई एउटा महिला हराएको सूचना टाँसिएको पोस्टरमा टक्क अडिएको अवस्थालाई पनि पेश गरिएको छ। झट्ट हेर्दा उनी लामो समयदेखि कसैको खोजीमा रहेको देखिन्छ। साथै टिजरले बाजेकी नेवारनी श्रीमतीलाई आफ्ना पति छिमेकी लिम्बुनीसँग नजिक भएको मन परेको पनि देखाइएको छ। त्यस्तै फिल्ममा दया, मिरुना, प्रवीण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा निर्माता छायाङ्कार शैलेन्द्र ध्वज कार्की रहेका छन्। यस्तै विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सहनिर्मातामा रहेका छन्। त्यसैगरी फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनको साथमा श्रवल राज पाण्डेको साउन्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मणिक शङ्कर र शुभम चामलिङ राईको संयुक्त कला निर्देशन रहनेछ। त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चामलिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहनेछन्। यस फिल्मको वितरण जिम्मा एप्पल इन्टरटेनमेन्ट कम्पनीले लिएको छ। कृपया हाम्रो भिडियो तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।